हेलो 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 आज 2082 साल चैत्र 30 गते यो वर्षको अन्तिम गते हामी दुई दाजुभाइ आज दाजुको पसल कस्तो छ भनेर हेर्न जाँदैछौँ। हामी अहिले माइदार पुगिसक्यौँ अनि अब माइदारभन्दा अगाडिको बाटो चाहिँ यस्तो छ। है गाइस, यस्तो हुन्छ बाटोको अवस्था। एसियन हाइवे बन्दैछ, बाटोको तनाव छ। हाम्रो ड्राइभर साहब हुनेवाला बेहुला उहाँको चाहिँ बिहे भनेको चाहिँ अब को 21 गते हुँदैछ अनि बेहुली चाहिँ मेरी बहिनी होइन। ल धुलो धुलो यसमा त खासै धुलो देखिँदैन नि त हौ। क्यामेरा धेरै राम्रो भएर है क्या। अहिले गएको आई कार थियो नि सस्तो छ त 46 लाख 46 लाख सस्तो हो। कस्तो सस्तो होइन तैँले 40 लाखको बजेट 40-45 लाखको बजेट भने होइन। यो किन त यो पञ्च इभी पञ्च यो टाटाको त टाटाको हो नकिन दाजु। अनि यो यत्रो 40-45 लाखको गफ गरे भिडियो नगरेको हुन्थ्यो। गोजीमा कति छ अब भाइ हामी त गरिब होइन जहिले तहिले होइन। अब ऋण खानुपर्छ नि के छ। आखिरी ब्याङ्क भनेको हाम्रै लाग्यो। ब्याङ्क हाम्रो साथी हो। हाम्रो साथी हो। ब्याङ्कले त आऊ खाइदेऊ भनेर तिर्नु नतिर्ने होइन तिर्ने भएपछि किन टाउनु है। सुविधा चाहियो होइन। मरेर के राम्रो छ भाइ हेर भाइ यो जुनीमै गर्नुपर्छ। अर्को जुनीले भेटिँदैन सँगै कलेज पढ्नलाई के त ला भेटिन्छ के भेटिन्थ्यो यो एउटा कुरा चाहिँ मैले लाग्छ साला यो जुनी चाहिँ कति हो जुनी हो हाम्रो कति जुनी यो पत्ता कसले लाउँछ कसैलाई थाहा छ भने कमेन्ट पत्ता लगाइदिनु होला होइन। र अथवा हामीलाई तरिका कमेन्ट गरिदिनु होला भनिदिनु होला मान्छे चिनाइदिनु होला। हामी योभन्दा अघिल्ला जुनीमा के थियौँ कुन जनावर थियौँ होइन जनर डिस्क्राइब गर्नुपर्ने हो नि त। चिने जानेकाले राम्रै खालको जनर डिस्क्राइब गर्छ नि। त्यसो पनि अलिक कृपया कमेन्ट नगरिदिनु होला। यो भनेको बालेन सरकारको अहिले नीति नियममा बसेको हाम्रो सिस्टम छ। त्यसले गर्दाखेरि अभद्र कमेन्ट गर्नेलाई तुरुन्तै गृह मन्त्रालयद्वारा पक्राउ पुर्जी जारी गरिनेछ। अब यो भनेको चाहिँ हामी धरमपुर आइपुग्यौँ होइन। धरमपुरको अहिलेसम्म के अरे एसियन हाइवेको अहिलेसम्मको सबैभन्दा राम्रो बाटो यही हो। गाइज हेर्नु होला है। यस्तो मजा छ अघि आवाज आयो कि आएन थाहा छैन किनभने बाहिर क्यामेरामा थियो। हामी अहिले गाडी कुदाउँदाखेरि यो गाडी लगभग 60को स्पिडमा भाग्दा पनि यतिकै हल्लिरहेको छ। भन्नुपर्छ बाटो राम्रै छ। अब यहाँदेखि त थाहा हुन्छ बाटो भनेको नेपालको कस्तो हो भन्ने। भगाए कटा गाडी यस्तो बाटोमा चाहिँ किनभने यहाँदेखि हेर्दा बाटो बन्दैछ। खरबुजा आयो खरबुजा पाक्ने बेला पनि भइसक्यो भने बेला भएको रहेछ त हौ। हामी अहिले दमक आइपुगेका छौँ। दमकको यो पार्किङको माथिपट्टि हामी जाने ठाउँ छ। यहाँ हाम्रो दाजुले सामान निकाल्दै हुन्छ गाडीबाट। त्यो के हो यहाँ हेर्न सक्नुहुन्छ। न्यू अमृत स्टोर 9807986341। यो विशेष चाहिँ के भने अमृत स्टोर बिर्ता मोडको शाखा कार्यालय खुल्दैछ दमकमा। त्यो खुल्दै गरेको शाखाको यहाँ प्रिपरेसन ओपनिङ हाम्रो चाहिँ टेन्टेटिभली भोलि नयाँ वर्षमा ओपनिङ गर्ने एउटा एस्टिमेसन थियो। तर यहाँ काम चाहिँ त्यही त अब काम गर्ने मान्छेले सही समयमा काम नगरिदिएका कारणले गर्दाखेरि ओपनिङ हुन भोलि सकेन। हामी चाँडै नै यसको ओपनिङ गर्नेछौँ। त्यो सामानहरू के सर के आएको हो सामान सर अमृत सर के ल्याएको हो सामान। जेबिएलको सामान आएको छ। हामी माथि गएर अब सामान हेर्नेछौँ। अब उहाँबाट गफ त गरेर आयो तर यहाँबाट भारी बोकाइ परे जस्तो छ। हामी अहिले भारी बोक्छौँ अब। ओके हामी आइपुगेछौँ। पसल पुरा बनिसकेको छैन। कन्स्ट्रक्सन हुँदैछ कामहरू हुँदैछ। अब यो एकछिन गले भारी बोकेर आएको
एउटा यो इन्भर्टर अनि यो ट्याप्रो बुक गरेर आउनु पर्यो तलबाट। सास फुट्यो गल्यो यस्तो छ। बाहिर पनि यहाँ इन्भर्टर सेटअपको लागि ब्याट्री निकाल्दैछौँ। अनि यहाँबाट हाम्रो पसलबाट बाहिर यो सफा गर्न लगाएको छ धुलो धुलो भएछ कि यो भनेको चाहिँ कहाँ भन्दा फेरि त ल्याटे आर्ट बारिस्टा एन्ड किचन ट्रेनिङ सेन्टरको अगाडिपट्टि छ। यसको विस्तृत जानकारी हाम्रो साउजीले दिनुहुनेछ। अब हाम्रो साउजी यहाँ नथिङ इज गिभन ओन्ली अर्न भनेर र दामी सेयिङको साथमा काममा व्यस्त हुन्छ। हेलो हेलो हाउ आर यु? के काम हुँदैछ हजुर? के छ यो? के कस्तो भव्य तयारी हुँदैछ यहाँ? तयारीहरू त बवाल छ देखिन्छ। नयाँ ब्रान्च @ दमकमा। ओके हैन अब तपाईहरुले बिर्तामा छोडेर दमकमा पनि सुविधा पाउनुहुन्छ। सम्पूर्ण सामान चाहिएको खण्डमा म्युजिकका सामानहरू के सामानहरू जस्तै हार्मोनियमदेखि तपाईँदेखि लिएर मिक्सर साउन्ड सिस्टम जेबल स्पिकरहरू ब्लुटुथ स्पिकर बक्सहरू सबै चिज पाउन सक्नुहुन्छ। ओके हामीले बिर्ता मोडको क्वालिटी कम्प्युटर अगाडिपट्टि झापा सुपर मार्केटमा जुन न्यू अमृत स्टोर्स देखिरहेको थियौँ त्यही अमृत स्टोर्सको ब्रान्च अफिस हो यो। उहाँ अमृत पौडेलले नै यो पसल यता पश्चिमको ग्राहकहरूलाई चाहिँ निकै अप्ठ्यारो भयो, टाढा आउनुपर्ने भयो अहिले बाटाको कारणले गर्दाखेरि भन्ने एउटा कुरा। प्लस अर्को चाहिँ अब बिजनेस एक्सपान्सनको लागि यहाँ सुरु भएको छ। दमक वरिपरि रहनुहुने या आसपासमा पश्चिमबाट आउनुहुने जो कोहीले पनि बिर्ता मोड यहाँ एउटै पसल हो, उहाँ पुग्नुहुने मान्छेले यहाँ आएर पनि लिन सक्नुहुनेछ। हस् थ्याङ्क यू। लोकेसनको बारेमा अलिकति अमृत सर प्लिज लोकेसनको बारेमा अलिक बुझ्दै गए। ठ्याक्कै तपाईँको दमक चोकबाट बेलडाङ जाने बाटो सिधा आउँदै गर्दाखेरि यसलाई चाहिँ खासमा डिमेक्स फिल्म हल अथवा थर्ड होम कफी भएको ठाउँको अपोजिटपट्टि डिमेक्स फिल्म हल भनेर कम्प्लेक्स भनेर बुझ्दाखेरि चाहिँ सबैले चिन्नुहुन्छ। ओके थ्याङ्क यू हाम्रो थर्ड होम क्याफे थर्ड होम कफी यहाँ छ, देख्न सक्नुहुन्छ। सेकेन्ड फ्लोर ग्राउन्ड फ्लोरबाट सेकेन्ड फ्लोर कुमारी ब्याङ्कको फ्लोरमा रहेछ यो। यो भनेको चाहिँ पर दमक चोकबाट यो बेलडाङ आउने बाटो सर त्यहाँबाट 1 2 3 4 5 अब 400-500 मिटर आइसकेपछि यहाँबाट हाम्रो देखिन्छ वर्ल्ड डिमेक्स सिनेमा अथवा वर्ल्डिङको अफिस त्यसैको साइडमा न्यू अमृत स्टोर्स रहेको छ। डु भिजिट वान्स। नजिक रहनु भएको साउन्ड सिस्टम प्रेमी सबै साथीभाइहरूले वा यहाँ भिजिट गर्न चाहनुहुने साथीहरूले आएर भिजिट गर्न सक्नुहुनेछ। थ्याङ्क यू।